एकैछिन सबैजनाले ध्यान दिएर यो भिडियोलाई हेरौँ है त। जनताले देखाइसकेको छ, अस्ति 10 लाख जनता सहभागी पाइसकेको छ। कोही कसै बाइके लालले यहाँ प्रतिक्रियामा आएर हामीसँग युद्ध गर्नेवाला छ। राजा नल्याए त युद्ध मरुभूमि हुन्छ। त्यसकारण राजालाई राजगद्दी चाहिएको होइन, नेपाललाई राजा चाहिएको। राजा एक नारायणको अवतार अब साबित हुँदैछ। हेर्दै जानुहोस्, यो टेलर मात्र हो। यो दुर्गा दाइको मात्र अभियान होइन म भन्न चाहन्छु, किनभने यो हामी आम सर्वसाधारण हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश। अस्ति काठमाडौँको जनता मात्रै 10 लाख जुत्रेको, अब देशभरिबाट आउँदा हेर्नु 50 लाख जनता भयो भने यी दिन नेताहरूलाई त हामी मन्त्रालयका कोटी कोटीमा गएर खोजेर लिएर तानेर आर्यगढमा लगेर यहाँ अझै पनि यो राजा आओ देश बचाऊ भन्ने यो राजतन्त्र र गणतन्त्रको बारेमा आन्दोलन अझै पनि रोकिएको छैन होइन। यो आन्दोलनले परिवर्तन ल्याउनेवालो पनि केही पनि छैन देशमा होइन। किन भन्दाखेरि अस्ति चैत 15 गते भएको आन्दोलनले चाहिँ त्यहाँनिर निर्दोष जनताहरूको नै ज्यान गएको छ कि। यो आन्दोलनले दिने भनेको ल्याउने भनेको नै मान्छेलाई क्षति ल्याउने हो होइन। प्राइभेट घरहरू भत्किएका छन्, प्राइभेट घरहरूमा क्षति पुगेको छ होइन, प्राइभेट बिजनेसहरूमा क्षति पुगेको छ। यो आन्दोलनले परिवर्तन ल्याउने भनेको केही परिवर्तन होइन क्या। यसले ल्याउने भनेको झन् विकृति मात्रै हो, यसले ल्याउने भनेको समस्याहरू मात्रै हो। त्यसैले चाहिँ अब यो राजतन्त्र र गणतन्त्र जे आए पनि हामीलाई हुने भनेको केही पनि फाइदा छैन। किन भन्दाखेरि यहाँभन्दा पहिला पनि त गणतन्त्र आउनुभन्दा पहिला राजतन्त्र नै त थियो नि होइन। र राजतन्त्रमा पनि के भएको छ र झन् उल्टै राजा वीरेन्द्रको घरभित्रै घुसेर होइन, घरभित्र घर फ्यामिलीलाई नै सबैलाई सखाप पारेको छ क्या। त्यो घरभित्र घुसेर गोली हानेर सखाप पारेको छ होइन। राजतन्त्रमा पनि सबै कुरा भएकै त हुने होइन। के सुधार थियो र राजतन्त्रमा पनि केही सुधार थिएन कि। र त राजतन्त्र भएन भनेर राजतन्त्र फालेर नै सबै जनताहरूले गणतन्त्रलाई ल्यायो। अहिले फेरि गणतन्त्र फालेर राजतन्त्र ल्याउने भन्ने आन्दोलनमा छ क्या जनता होइन। अब यति कुरा हामीले के बुझ्नुपर्छ भन्दाखेरि जनता अब राजतन्त्र आए पनि गणतन्त्र आए पनि केही हुनेवालो छैन। र जनता आफूमा नै सचेत हुने बेला आएको छ क्या यो होइन। राजतन्त्र र गणतन्त्रले हामीलाई केही पनि फाइदा गर्दैन होइन। किन भन्दाखेरि सबैभन्दा ठुलो कुरो अब चाहिँ जनता सचेत हुनको जरुरत छ। हामी चाहिँ अब 2 वर्ष चुप्प राखौँ, 2 वर्ष चुप्प बसौँ होइन। अब 2084 सालमा होइन, अब 81 साल गइसँग लाग्यो, 81 साल अब लास्टै भइसकेको छ, 84 साल आइसक्यो भनौँ होइन, नजिकै छ चाहिँ। अरू 2 वर्ष 83 र 84 साल 83 होइन, बिचमा 83 साल रह्यो अनि 84 सालमा फेरि अर्को चुनाव हुन्छ होइन। त्यतिन्जेलसम्म हामी चाहिँ चुप्प बसौँ कि। अनि त्यसपछि 2084 सालमा चाहिँ हामी जनता नै सचेत भएर एउटा राम्रो देशको लिडरलाई चुनौँ कि होइन। जस्तो बालेन शाह, रवि लामिछाने, गोपी हमाल, हर्क साम्पाङहरू जस्तो जति पनि एकदमै देशप्रति प्रेम होइन, देशप्रेमी, देशलाई के गर्छु भन्ने जोस बोकेको, जाँगर बोकेको आँटिलो नेताहरू, एउटा राम्रो लिडरको खाँचो छ क्या अब देशमा होइन। अब कुनै पनि राजतन्त्रले पनि केही गर्न सक्दैन, गणतन्त्रले पनि केही गर्न सक्दैन देशमा। अब चाहिँ गर्न सक्ने भनेको एउटा आँटिलो नेता होइन, एउटा राम्रो लिडरको खाँचो छ क्या देशलाई। हो त्यही भएर चाहिँ हामी अब जनता आफूमा नै सचेत रहेर अब आउने 84 को चुनावमा चाहिँ एउटा राम्रो नेता चुनेर हामीले चाहिँ राम्रो नेतालाई हामीले उठायौँ र जितायौँ भने चाहिँ हाम्रो देश सुर्दिन सक्छ। नत्र यो राजतन्त्र आए पनि हामीलाई केही हुनेवालो छैन, गणतन्त्र आए पनि केही हुनेवालो छैन। किन भन्दाखेरि राजतन्त्र पनि हामीले झेलिसकेका छौँ, गणतन्त्र पनि हामीले झेलिसकेका छौँ। अब केही तन्त्र फालेर केही तन्त्र ल्याएर हाम्रो देशमा सुधार हुनेवालो भनेको केही पनि छैन। अब हाम्रो उपाय भनेको हामी आफै सचेत रहेर, हामी मासु भातमा बिकेर होइन, मासु भातमा बिकेर बोर्ड हाल्ने होइन, हामी आफै सचेत भएर चाहिँ एउटा राम्रो व्यक्तिलाई चुनेर हामीले बोर्ड हाल्यौँ भने हाम्रो बोर्ड चाहिँ खेर नजाओस् कि। अब 2084 को बोर्ड चाहिँ हाम्रो खेर नजाओस्, हामी त्यो नालायक नेताहरूलाई बोर्ड हालेर चाहिँ हाम्रो बोर्ड चाहिँ खेर नजाओस्, यति नै हो। अब हामी सचेत हुने बेला आएको छ। हामीलाई कुनै पनि अरू कुराले हाम्रो देश बन्ला भन्ने नसोच्दा हुन्छ। हाम्रो भोटको चाहिँ सही सदुपयोग गरौँ, सही मान्छे चुनौँ र सही लिडर ल्याउँ र सही मान्छेलाई विजय बनाऊ, बल्ल गएर हाम्रो देश बन्न सक्छ। नत्र केही कुराले हाम्रो देश बन्ने उपाय छैन।